यहाँनिर चाहिँ प्रायः गरेको त्यस्तै हुन्छ सानोमा चाहिँ अलिक डर मात्रै हुन्छ हेलो एभ्रिवान वाट्स अप के छ हामी आज कुन ठाउँमा रे हन्स समथिङ के भन्ने ठाउँमा छौँ यहाँ अब कफी खान आँट्यो है अनि हजुरहरूलाई स्वागत छ यो नयाँ एपिसोडमा आज अनिमा र म चाहिँ यता आएको थियौँ कहाँ भन्दाखेरि हन्स ब्याईमा उसले मलाई 3 घन्टा त्यो वेट गराएर अहिले भर्खर आयो हो एनिवे मैले चाहिँ ब्रोलाई होइन माथि पनि आउनु होला ब्रोले नो 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 भन्नुभयो कहाँ जान्छ त त्यो त्यहाँ अनि ब्रोलाई अब ब्रोले नो भनेपछि के भन्दैन अनि बिचारमा ब्रो एक्लैहरू भयो आई वाज लुकिङ देयर फर लाइक 30-40 मिनट्स ल लेट्स हाव ब्रोलाई धन्यवाद है मसँग आएकोमा सो ब्रोले चाहिँ चिकन स्निजल खाँदै हुनुहुन्छ अनि मैले चाहिँ कोला खाएँ वी आर गोइङ टु इन्जोय आवर ब्रेकफास्ट ल हन्स ब्रेदेखि हामी अब सर्कुलर कुएको ट्रेन पक्रिन्छौँ अनि अब अहिले सपिङ सेन्टरमा कफी पिउँदै होइन जाँदै हो के भन्छौ त तिमी एक्साइटेड टु गो म्यानली एक्साइटेड टु गो हामी अब म्यानली जान्छौँ होला त्यही हो यो कफी चाहिँ यस्तो तातो रहेछ खानै नसक्ने ल पिकलो भनेको चाहिँ खोइ थाहा छैन मलाई चाहिँ एक्चुअली थाहा थियो पिकलो चाहिँ पहिलोचोटि छुइनँ है नेक्स्ट टाइम म पनि पिकलो ट्राई गर्नुपर्छ सानो ह्यान्डी हुने रहेछ नि त बोक्नलाई स्ट्रङ मैले एक्सप्रेसन खाएको थिएँ तर त्यो सानो चाहिँ थाहा छैन मलाई यस्तो पिकलो चाहिँ पहिलोचोटि सुन्दैछु नामै ओके सी यु देयर बाई इटालियनले ओके नेपालीले खान्छ नेक्स्ट टाइम अपस्टेयर एन्ड विन्डयार्ड ट्रेन स्टेसनमा ट्रेन कुर्दै हो ट्रेन त आएन ओह उताबाट आउँदैछ ट्रेन त्यसैमा हामी सेन्ट्रल जाने हो फाइनली कफी मैले खाएँ ल let's get in. कस्तो ट्रेनै छुट्यो गयो ल हामी कहाँ हो भन के गर्दैछौँ हामी च्याट सुरुमा छौँ अलिक सानो सुनियो हामी च्याट सुरुमा छौँ अहिले अब हामी कहाँ जाने भनेर डिसाइड गर्दैछौँ त्यही भने हामी कहाँ गएर आएको अरे हामी हन्सबी गएर आएको ल हामी यसरी ट्रेनबाट जाँदैछ बाटोमा लास्ट निन्द्रा लागिरहेको कफी भर्खर एउटा खाएर सकेको दलालले खाने पैसालाई त खान्छ नि बाँडेर खान्छ नि कमिसन
है भिजेर लगेको जस्तो भएको छ सर्कुलर पोइन्ट जाँदै हामी चाहिँ त्यहीँ अरू मान्छेहरू आउँछन् त्यतै भेट्नेछौँ सर्कुलर की सिकाउँदैछ यता मलाई के भन्यो भनेर I'm capturing expression. Doors closing. Please stand clear. Hey, from Wharf 3. ल हामी मलिनी यता जाँदै है ल हामी मेनली बिच जाने क्रममा चाहिँ बाटोमा यसरी गरेका छौँ यो चाहिँ क्रुजमा बसेर क्रुजमा चाहिँ बसेका छौँ अगाडिपट्टि Thank you. Yo, कबाबमा हड्डियाएर बसेछु यहाँ चाहिँ कबाबहरूको बिचमा हड्डियाएर बसेँ तिम्रो कबाब त म हड्डी बिचमा चाहिँ किन रहेछ पेट्रोल ए अनि आज Harbour Bridge, Royal Caribbean. This is the Harbour Bridge here. ल ठिक छ हो नि हेरौँ न बिचमा त्यो झन् आइल्यान्ड रहेछ ल छेउमा बसेर हेर्नु यता बसेर हेर्नु न ल हामी चाहिँ यो बोर्डदेखि चाहिँ अहिले मेनलीतिर गइरहेको अवस्था छ यसरी बोर्ड अगाडि बढिरहेको अवस्था छ गाइज तिमीलाई के भन्नु छ त कतिको एक्साइटेड छ तिमी मेन पहाडीको निलो निलो छ के यसबाट जानु मन तिमी मेनली पहिला गएको थियौ थिएनौ छैन बाहिर गएर हेर गएको छैन आइगा भने न मेन्दी गर्छ के भन्छ ट्रेन के चढेको ट्रेन चढेको सिडनीको प्यारामेटरबाट चढेको ओपेरा हो ए यस्तै ट्रेन चढेको ए प्रवीणको घरको छेउबाट त्यही एउटा रिभर त्यस्तै होला सायद रिभरबाट चढ्यो होइन रिभरबाट चढ्यो कि रिभरबाट चढेर ओपेरा हो चाहिँ ओर्डेको तर हल्लाएर पनि त्यस्तो खासै अस्ति पनि नष्ट होला थियो हामी कहाँ जाने भन्थ्यौँ हामी Manly Beach. एक्साइटेड छ Your boat's birthday, so why wouldn't I be excited? I'm That's so good. looking forward to the day and the evening. Obviously. ओके गुड एक्साइटेड हुनु राम्रै हो Everybody, ल ल ठिक छ हार्बर ब्रिज ओपरा द्याट्स ओपरा हाउस हार्बर ब्रिज हियर हामी जाँदै गरेको अवस्थामा यो चाहिँ यो हाम्रो यस्तो खालको यो बोटबाट हामी गइरहेको छौँ ओए पानीले भिजाएन दामी छ नि अब यताबाट पहाडहरू यताउता यस्तो दामी देख्छ पानीले भिजाउँछ तेरो मेकअप जाला उता हेर उता
यस्तो दामी छ ठाउँ ठाउँ पानी हेर छोड्दै गरेको दामी एक्सन क्यामेरा दामी खेच्छ तर मलाई खेच्नै मन लाग्दैन आज अरू त सबै ठिकै हो त्यस्तै अब पानीले अलिक ल्याङ गर्यो आज त्यो चाहिँ अलिकति डिसपोइन्टिङ चिज हो Opera is there. सबजना मानिसहरू अब यसरी सिन हेर्दै हिँड्नुपर्ने टाइममा चाहिँ फोनमा व्यस्त देखिन्छन् है घुम्न आउँदा त यसो दृश्यहरू हेर्नु नि हेरे त हुने भन्ने मेरो चाहिँ सोच धारणा हो सबैजना नै फोनमा व्यस्त छन् यो फोनमा के हो के छ कुनी म बुझ्दिनँ है हेर न फोन म पनि फोनमा बिजी हो बाइ द वे बट बसै मेकिङ भिडियो बोले या स्टार्ट बोल दर्शकहरू कानेगुजी हेर्नुहोस् वी आर इन बलिनी मेनली यस हामी मेनलीमा आइपुगेका छौँ अनि वकिङ इन स्ट्रिट होइन अब यहाँनिर रेड लाइट छ यता यो मान्छे झन्डै छाद निले भर्खर भमिट मुखमासम्म निकालेर घुटुक्क निल्दिएपछि आई डिड सेम द्याट वाज सो अक्वर्ड सिचुएसन होइन अनि अहिले पनि क्या भइरहेछ भमिट आउला टाइपको तर एनिवे हामी यसरी जनताहरू अगाडि हिँडिरहेका छन् यहाँको चाहिँ यो मजाको यो चिजहरू यस्तो मजाको छ है आनन्दको छ यहाँको चाहिँ यसरी चाहिँ यो प्रिटी मच यु क्यान कल इभिनिङ टाइम यता होइन यता ल यसरी यहाँ हामी जाँदैछौँ गल वकिङ स्ट्रिट ल यसरी हामी झन्डै पुग्न आँटेका छौँ वी आर इन मेनली बिच फाइनली अगाडि बिच छ पानी परिरहेछ पानी पर्दा नै हामी आइपुगेका छौँ ल फाइनली द्याट पर्सन इज गिभिङ पोज विच इज नाइस है वेलकम टु मेनली मलिनी मलिनी भनिरहेको थिएँ क्या अघि भेरी पपुलर बिच इन सिडनी मेनली बिच यहाँ चाहिँ यसरी केही न केही प्रोग्राम भइरहेछ यो मेरो विचारमा कन्सर्ट गर्ने ठाउँ हो कि के हो कन्सर्ट हुन आँटे जस्तो लाग्यो another content creator objects sub दामी धुवा छ
Wedding coffee in the Starbucks. मलाई चाहिँ नदेखाए हेलो गाइज आज अहिले हामी चाहिँ मेनलीमा छौँ अनि हामी अहिले यहाँ स्टारबक्समा कफी खाँदै हो के हो भन्छ ऱ्याप हो अनि के त उता मेरो पनि आउँदैछ मिठो छ ल यसरी चाहिँ स्टारबक्समा हामी आएर चाहिँ कफी खाँदैछौँ ल चिकन सिजलर मजा आइरहेछ हजुरलाई मजा छ ल यस्तै छ है हाम्रो चाहिँ गाइज ल ब्लड अरेन्ज होइन रिफ्रेसर सो एउटा ब्लडको लागि एउटा अरेन्जको लागि एउटा रिफ्रेसरको लागि द्याट्स राइट कसलाई त दामी रिफ्रेसिङ मलाई चाहिँ एकदम त्यो अलिकति कठिन भइरहेको थियो मेरो शारीरिक अवस्था चाहिँ एकदम नाजुक थियो होइन किनकि हामी डुङ्गाबाट आउने क्रममा चाहिँ त्यसले चाहिँ गचाक 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 पारेर पुरा त्यो हलचल भएको पुरा गडबडी भएको थियो टाइपको फिल भइरहेको थियो यो चाहिँ यसको नाम पनि रिफ्रेसर ब्लड अरेन्ज रिफ्रेसर यो कसैले चाहिँ गाह्रो खण्डमा चाहिँ यसलाई ट्राई गर्दाखेरि चाहिँ ठिक निको जान्डी हुने म जानकारी इन्फर्मेसन सबैले स्प्रेड गर्न चाहन्छु ल है त गाइस ट्राई गर्नु होला ल यो चाहिँ मलिनी वर्फ हामी यो मलिनी मेनलीको चाहिँ अब भिजिट गरिसके पछाडि यहाँबाट फेरि पानी जहाज चढेर हामी फर्किन्छौँ उताबाट रेड लाइटमा रोड यसरी अब जाने चाहिँ तर्क छ है हाम्रो ल अब मेनली घुमेर चाहिँ हामी फर्किने क्रममा यस्तो छ है अब जाँदैछ ठ्याक्कै उल्टो पो गर्दै हो त ल फर्किने होइन त अब उल्टो छाड्न आएन भमिट आउलाई
हामीले उबर इटबाट खाना मगाएको इभेन्चुली खाना चाहिँ आइपुगिसकेको अवस्था हो तर इट टुक मोर देन 2 आवर आई गेस फाइनल्ली खाना आइसकेको अवस्था छ अनि आज मेरो भ्लगमा को हो मेरो अगाडि स्वागत छ हजुरलाई स्वागत छ लङ टाइम पछि भेट भयो तपाईँलाई तपाईँसँग 6 महिनापछि 6 महिना तर लङ लाग्छ नि त तर खुसी मलाई लागिरहेको छ होइन अब म थाकेर के भइरहेको छु कि ल यस्तै छ है ल हामी चाहिँ एयरबिएनबीमा रोकेका छौँ खाना ल हाम्रो चाहिँ यस्तै छ है यो अनिमालाई बोलाउँ त सबै मैले बनाएँ नि त ल हामी चाहिँ खाइरे ओरे 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 Love, thank you. Happy birthday. Wow. तपाईँ त बस्नु न आज यो हो र अनि दिन्छु नि तपाईँ त बस्नु पर्यो नि हो ल ह्याप्पी बर्थडे गीतमा तपाईँ नाच्नु त नाच्नु नाच्नु ल तपाईँ बस्नु न ए हो मैले बोल्यो Happy birthday, Saji. Happy birthday. तिमीलाई पनि ह्याप्पी बर्थडे भनेर मागो अब मागो 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 भइदिनु भन्नु त आफूले भइदिनु होइन मलाई सानो दुःख खाने भन्नुहोस् केक खानुभयो तपाईँले मिठो हुन्छ हजुर बनाउनु भएको Happy birthday to you. Happy birthday to you. Cake खाता ल सुनो सन मोले सारा हान्जोले पहिले प्रविन्दु Happy birthday Kenny with the second cake. ल जाऊ तिमी जाऊ ल खाना अदर Happy birthday. Happy birthday. Happy birthday. Happy birthday, Shivaji. Happy birthday. Happy birthday. Happy birthday. Happy Shivaji. Happy birthday. ल कति स्विट कस्तो गुलियो बडी पहिला पहिला त कति मनाउँथ्यो नि आउनु न यहाँ यता के हो यता छ यता आउनु न हो के भन्नु स्पुनले खुवाइदिनु लाउनु भयो खुवाइदिन्छ नि ओहो कति गुलियो हो के धेरै गुलियो रहेछ मान्छेहरू यो मान्छेले नसक्ने हाम्रो सकेन
आफूले पनि स्कुलले खान पाउँछु भन्दा होला कति बाटो कस्तो बढी गुल्यो भाइ Happy birthday, यो डान्स ल बेनाजु डान्स एकचोटि दुईजना Yeah, it was really great. Thank you for coming in Starbucks. होइन कहाँ चढाउनु हामी त यही हो नि And after all,